आज 18 वर्ष भएछ हाम्रा लिम्बुवानी सहित राजकुमार आङदेमे ढल्नु भएको। उहाँले लिम्बुवान प्राप्तिको लागि यो माटोलाई, यो हाम्रो इतिहासलाई साँची राखेर आफ्नो इतिहास मात्र होइन, अब आउने भविष्यलाई पनि सुन्दर बनाउनको निमित्त, हामीले पाएका पीडा र अत्याचारहरूलाई सिद्ध्याउनको निमित्त जुन योगदान गर्नुभएको छ, त्यो योगदान गर्दा गर्दै जुन उहाँ ढल्नु भएको छ, उहाँको हत्या गरिएको छ, त्यो हत्यालाई हामी कहिले पनि भुल्न सक्दैनौँ। यो माटोलाई जसरी उहाँले खुनले सिञ्चित गरेर हामीलाई एउटा सन्देश दिएर जानुभएको छ, त्यो सन्देश के हो त भन्दा हामी कहिले पनि हार्न सक्दैनौँ। यो माटो, यो लिम्बुवान कहिले हार्न सक्दैन। यो जिउँदो इतिहास, यो जिउँदो कथा बोकेको लिम्बुवान हाम्रो माटोलाई हामीले जसरी हिजो माया गरेका थियौँ त्यसै नै आज पनि माया गर्छौँ र भोलि इतिहास अनि माया गरिरहनेछौँ। हामीलाई जतिसुकै दमन र अत्याचार गर्न खोजिए तापनि, शासकहरूले जतिसुकै हामीलाई ढाल्न खोजिए तापनि हाम्रा यी हातहरू कहिले पनि ढल्नेवाला छैन, हाम्रा यी खुट्टाहरू कहिले पनि ढल्नेवाला छैन, गल्नेवाला छैन। हामी हरदम हर प्रयास हामी लडिराख्नेछौँ जबसम्म हाम्रो माटो प्राप्त हुँदैन, जबसम्म हाम्रो अधिकार प्राप्त हुँदैन, जबसम्म हाम्रो इतिहास प्राप्त हुँदैन र हामी इतिहासलाई जोगाउन सक्दैनौँ अथवा हाम्रो इतिहासलाई जिउँदो राख्न सक्दैनौँ, तबसम्म हामी लडिरहन्छौँ र हाम्रो इतिहासलाई मर्न दिनेवाला छैनौँ। यो जुन उहाँले सन्देश दिनुभएको छ, यो सन्देशलाई ग्रहण गर्दै हामी अहिले पनि लडिरहेका छौँ, लागिरहेका छौँ। आज इतिहास बदलिएको पनि छ। हामीले यो शासकहरूले, यो सामन्ती जो सोच भएका शासकहरू छन्, नव सामन्तीहरू छन्, यिनले हाम्रो देश बचाउँदैन है, यिनले हाम्रो देशलाई सिद्ध्याउँछ भनेर हामीले बारम्बार भनिरहेका थियौँ। हाम्रा साथीहरूलाई, हाम्रा पहिचानवादी मित्रहरूलाई अनि यो देशका उत्पीडित वर्ग र समुदायलाई हामीले बारम्बार त्यही कुरा भनिरहेका थियौँ। तर घुमाउरो पाराले चुनावमा त्यहाँ पुग्ने र हामीमाथि जहिले पनि दमन र अत्याचार गरिराख्ने यो त निरन्तर भइरह्यो नि त। 46 सालदेखि आजसम्म हामीले कति धेरै रगत बगायौँ, हाम्रा योद्धाहरूले कति धेरै रगत बगायो, तर हामीले कहिले पनि मुक्ति प्राप्त गर्न सकेनौँ, हाम्रा अधिकारहरू हामीले प्राप्त गर्न सकेनौँ। आज हामीले ती खिराउँदै गरेका ती शासकहरू जो सामन्ती, नव धनाढ्य बनेर उभिएका थिए, उदाउँदै थिए, तिनलाई आज एउटा नयाँ शक्तिले, केही छोटा अथवा छोटा भनेर भनिने, जसलाई तपाईँको के अरे ज्ञान छैन भनिने तपाईँको जेन्जी समुदायले लखेडिदिएको छ, घरबाट निकालेर तपाईँको के अरे हुत्याइदिएको छ। अब हाम्रो दिन आउँदैछ, उत्पीडित वर्गहरूको समुदायको दिन आउँदैछ। अब नेपाल नयाँ दिशामा अगाडि बढेको छ। तसर्थ हामीले लिएको सपनाहरू अब पुरा हुन्छ, हामीले लिएको लक्ष्यहरू अब पुरा हुन्छ र त्यसतर्फ अब हामी अगाडि बढ्नुपर्छ। यही कुरा राख्दै र अब त्यसको लागि हामी तयारी रहन पनि यहाँलाई हार्दिक अनुरोध गर्दै हाम्रो शहीद माङतोकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मेरो 2 शब्द अन्त गर्दछु। हवस् त, धन्यवाद। जय लिम्बुवान, जय लिम्बुवान, जय सङ्घीयता, जय तामसालिङ, जय 10+1। हवस् त, धन्यवाद।